अस्तिको एउटा भिडियोमा चाहिँ 49 मैले देखेको 49 भ्युज आएको छ है। मैले 12 दिन अगाडि एउटा युट्युबमा भिडियो राखेको थिएँ, 49 भ्युज आएको छ। यसमा चाहिँ सुरुमा मैले पब्लिस गर्ने बित्तिकै चाहिँ मैले आफै हेरेँ है, एकचोटि मात्रै होइन, 2-3 चोटि मैले हेरेँ हो। र 49 भ्युजमा 50 भ्युज त मेरो भाइको होला, एकजना भाइको है। अनि त्यसपछि भाइले कमेन्ट पनि गराएछ है। 49 भ्युजमा आउट अफ 49 भ्युज 50 भ्युज चाहिँ त्यसको होला। र त्यो मध्ये एक भ्युज अर्को मान्छेले पनि हेरेर रहेछ, एउटा कमेन्ट पनि आएको छ। र त्यसपछि मैले बन्द गरेँ। आज चाहिँ म खासै यो केही चलाउने मुडमा छैन है। म चाहिँ यो बुझाइदिन्छु मात्रै भनेर हो। यहाँ चाहिँ एउटा प्रोजेक्ट छ र यसमा मैले के गरेको छु भन्दाखेरि यो इम्प्लिमेन्ट गरेर त्यही नगेट प्याकेज युज गरेर एउटा डेमो प्रोजेक्ट बनाइरहेको थिएँ। र त्यही डेमो प्रोजेक्ट म आज रन गरेर देखाउँछु है। यसमा एउटा कन्फ्युजन हुने कुरा हुनसक्छ है। इसेवामा पनि पेमेन्ट रिक्वेस्ट भनेर पठाइरहेछ, खल्तीमा पनि पेमेन्ट रिक्वेस्ट भनेर पठाइरहेछ, र फोन पेमा पनि पेमेन्ट रिक्वेस्ट भनेर पठाइरहेछ। पेमेन्ट रिक्वेस्ट के हो? पेमेन्ट रिक्वेस्ट होला है। त्यसमा कन्फ्युजन भयो भने चाहिँ ई पेमेन्ट रिक्वेस्ट रहेछ र पेमेन्ट रिक्वेस्ट रहेछ। किन भन्दाखेरि यसमा पेमेन्ट रिक्वेस्ट भनेरै छ कि सबैमा, हैन। अनि यो कन्फ्युज भयो भने चाहिँ फरक छ है, त्यहाँ अलिकति यति कुराले फरक हुन्छ। आई होप मिलाएर बुझ्छन् होला केटाहरूले। र आज चाहिँ मैले कि फोन पेको गर्न लाएँ, यो यति ठिक छ है। फोन पेकोमा हेऱ्यो भने जस्तै मैले एउटा फोन पे क्युआर भन्ने कन्ट्रोल बनाएँ। यहाँ पनि यो यति नै है, पहिला गर्ने नै यति नै। सबैले पेमेन्ट म्यानेजर भन्ने चाहिँ सबै ठाउँमा इनिसिएट गरेको थियो होला। एक ठाउँमा इनिसिएट गरेर गर्दा पनि हुन्छ है। यो खासमा म कोड लेख्ने मान्छे होइन, कोड त एआईले लेखिदिइहाल्छ नि, सजिलो मात्रै बनाउनु खोजेको। र त्यसमा चाहिँ अब यो क्युआर रिक्वेस्ट भनेर चाहिँ यसमा चाहिँ पेमेन्ट रिक्वेस्ट भनेर छैन है। किनभने क्युआरको गरिरहेको थिएँ कति कन्फ्युजनमा राख्ने मान्छेहरूलाई भनेर। र अरू भनेको रेस्पोन्स नै आउने काम रहेछ, त्यो सेम भइहाल्यो। यो पनि अलिकति फरक होला, सेम बट डिफ्रेन्ट भन्थ्यो एउटा साथीले, त्यही है। अरू पनि त्यही होला। अब रेस्पोन्स आइसकेपछि के हुन्छ भन्ने कुरा है। इस्यु र खल्तीमा चाहिँ हामीले के गर्थ्यौँ भन्दाखेरि रेस्पोन्स आइसकेपछि त्यहाँ युआरएलमा के आउँछ अनि त्यो कुरालाई लिएर हामी पेमेन्ट भेरिफाई गर्न जान्थ्यौँ कि यसरी भेरिफाई पेमेन्ट भनेर जान्थ्यो होइन। यसमा चाहिँ के हुन्छ भने त्यो गरिराख्नु पर्दैन कि। यसमा यहाँ यो कोडमा हेऱ्यो भने कसैले बुझ्छ होला, मैले बुझाउन सक्दिनँ होला है। तर के छ भन्दाखेरि यसले रेस्पोन्स आउने बित्तिकै के गर्छ भने फोन पे क्युआरले चाहिँ वेब सकेट प्रोभाइड गर्छ कि, वेब सकेट रिटर्न दिन्छ कि। अनि वेब सकेटलाई चाहिँ हामीले लिसन गरेर बस्नुपर्ने हुन्छ है। त्यो चाहिँ अब फ्रन्ट इन्ड साइडबाट लिसन गरेर बस्दा पनि हुन्छ। तर फ्रन्ट इन्ड साइडबाट लिसन गरेर बस्यो भने फ्रन्ट इन्ड साइडले क्याच गर्यो अनि त्यसको रेस्पोन्सहरू अथवा त्यसको स्ट्याटस भन्दा नि प्रोसेसको केही स्ट्याटसहरू डेटाबेसमा स्टोर गर्नु पऱ्यो भने फेरि एपिआई हिट हान्नुपर्ने हुन्छ है। एपिआई हिट हान्नु पऱ्यो। अनि त्यो चाहिँ खासै मलाई मन पर्दैन जस्तो लाग्यो। मलाई थाहा छैन मलाई मनपर्छ कि पर्दैन, तर मन पर्दैन जस्तो लाग्यो है। अब पछि भनौँलाई मनपर्छ कि पर्दैन। अनि मन पर्दैन जस्तो लाग्यो, अनि खासमा चाहिँ मन पर्दैन मलाई। अनि त्यही भएर मैले के गरेँ भन्दाखेरि वेब सकेट चाहिँ मैले यहीँबाट क्याच गर्छु है। वेब सकेट यहीँबाट क्याच गर्छ। अनि यहाँ क्याच गर्ने मेथडहरू के बनाएको छ है। माथि यो इभेन्ट के भनेर बनाइरहेको छ होला हैन। यो स्ट्याटस चेन्ज हुने बेलामा चाहिँ कहाँ जान्छ, पेमेन्ट भेरिफाई भएपछि कहाँ जाने, अनि पेमेन्ट टाइम आउट भयो भने, इरर आयो भने, क्यान्सल भयो भने के गर्ने भनेर यहाँ छ है। अनि यो सबै कामहरू चाहिँ यहाँ गरेको छ। अनि यो सबै गर्नुपर्छ भन्ने पनि छैन। एउटा दुईवटा यो सक्सेस हुँदाको मात्रै गर्छु म, क्यान्सल हुँदाको मात्रै गर्छु, मलाई बाल छैनहरू भन्ने पनि हुनसक्छ है। त्यति मात्रै गर्दा पनि हुन्छ। अनि इनिसिएट गरिसकेपछि के भयो भने यो पेमेन्ट स्ट्याटस भन्ने छ नि, यो चाहिँ अब कहिलेकाहीँ के हुन्छ भने मिस हुन्छ कि सबै कुरा होइन। सबै कुरा भनेको के हो, वेब सकेट नै मिस भएर कि कतै न कतैबाट केही न केही गरेर सर्भर नै डाउन भयो, केही भयो भने त हामीले पठाएको यो फोन पेलाई पठाएको केहीहरू छ नि त। जस्तै हामीसँग यहाँ हामीले यो अस्ति पनि मैले भनेको थिएँ है, युनिक त केही पठाइरहेको हुन्छ त, हामीले पिआरएन नम्बर भनेर पठाइरहेको छ नि त होइन। कहाँ हो माथि होइन, मर्चेन्ट कोड पनि छ, पिआरएन नम्बर चाहिँ युनिक पठाइरहेको छ नि त। यो युनिक कुराहरू लिएर पछि गएर मैले ल 1 घन्टा पछि चेक गरे पनि हुन्छ भन्ने हुन्छ। 1 घन्टा पछि गएर मैले भेरिफाई गर्न सक्छु है फेरि।
त्यस्तो केसको लागि मात्रै यो युज गर्दा हुन्छ, नत्र खासमा यो नगर्दा पनि हुन्छ है। सबैको रियल टाइम हुन्छ भने स्टेटसहरू चेन्ज भएको देखाउनु छ भने स्टेटसहरू चेन्ज भएको देखाउने, र पेमेन्ट भेरिफाई भयो भने चाहिँ माथिबाट ह्यान्डल गरेर पेमेन्ट भेरिफाई हुने इभेन्टमा यहाँ आउने रहेछ है आफै। यहाँ आइसकेपछि के हुन्छ भन्दाखेरि के भयो भनेर यहाँ सेभ गर्ने काम अथवा केही गर्ने काम छ भने देखाउने, होइन भने तल यताबाट फेरि हामीले के गर्नु छ, युआईलाई त चेन्जेस देखाउनु पर्ने हुन्छ, युआईलाई त्यो बेलामा वेब सकेटबाट पठाइदिने है। अब खासमा बुझ्नुपर्ने कुरा भनेको के मात्रै हो भन्दाखेरि केही पनि छैन कि खासमा। पहिला ई सेवा र खल्तीको इम्प्लिमेन्टेसन गरेर एक दुईचोटि हात बस्यो भने त्यसमा हेऱ्यो भने एउटा पेमेन्ट म्यानेजर बनाएको छ, चिटिक्क लाएर पेमेन्ट म्यानेजर बनाएको छ। अनि त्यसपछि अब मैले भनेको थिएँ अझ यो पेमेन्ट मेथड यो यसरी नपठाएर सिधै पठाए पनि हुन्छ, एक लाइनमा हुने काम हो यो, एक लाइनमा गरेको छ। अनि त्यसपछि ल यसलाई चाहिँ अलि धेरै लाइन लाग्ला है, केही नलागिन् ल 5-6 लाइन लाग्ला, 7-8 लाइनमा चाहिँ काम सकिन्छ है। 7 लाइनमा काम सकिन्छ भने यसमा पनि सिमिलरली त्यही नै हो कि यो पहिले गरेकै कुरा हो, यति मात्रै एक दुईचोटि उता गरेको छ भने एकपटक मात्रै डिबग गरेर हेरेको छ भने यो गर्न केही पनि गाह्रो भएन। अब यो भनेको पेमेन्टको रिक्वेस्टको प्रोपर्टी मात्रै चेन्ज भएको छ है, यसमा केही पनि छैन, खासमा त्यही नै हो। अब यो कल गर्ने त्यही नै कल गरेछ, पहिला जेमा कल गरेछ त्यही नै गरेछ, दुईचोटि गऱ्यो भने यो नै सम्झिसक्छ है। अनि त्यसपछि अब रेस्पोन्स आयो भने पनि त्यही प्याटर्नमा आएको छ, अब मलाई के डेटा आएको छ भन्ने कुरा त मैले थाहा पाउनु पऱ्यो नि त होइन। अब त्यो थाहा पाउनलाई चाहिँ के गरेको छ भने अब यो एक्जाम्पल हेऱ्यो भने चाहिँ यहाँ अब के अरे क्लास नै युज गरिसकेको छ, होइन भने अब त्यसलाई अब्जेक्टमा पनि ह्यान्डल गर्न सक्छ है। सबैले यो मैले युज गरेकै क्लास युज गर्नुपर्छ भन्ने छैन है। फेरि अब रेस्पोन्स चाहिँ नगेट प्याकेजले जहिले एउटै दिन्छ, अब त्यसलाई कसरी ह्यान्डल गर्ने भन्ने चाहिँ आफ्नो पार्टमा है। त्यसपछि यहाँ आइसकेपछि यो वेब सकेटलाई लिसन गरेर बस्ने काम चाहिँ यहाँ यहीँ गरेको छ, कन्ट्रोलरमै गरिदिएको छु मैले। तर जहाँ गर्दा पनि हुन्छ है, किनभने सकेट आइसक्यो भने चाहिँ अब त्यसैले थाहा हुन्छ कहाँबाट म्यासेज आउँछ, कहाँबाट कति बेला सक्सेस हुन्छ भनेर कुरेर बस्छ है। अब यसकोमा चाहिँ एउटा सिम्पल यति कोड हेऱ्यो भने बुझ्छ है, तर यति मात्रै कोड हेऱ्यो भने बुझ्छ। म चाहिँ एउटा इम्प्लिमेन्टेसन गरेर देखाइदिन्छु है। मैले यहाँ एउटा बनाइरहेको थिएँ। अब एप सेटिङ्स डट जेसनमा चाहिँ मेरो यसको यो फोन पे डाइनामिक क्युआरमा चाहिँ क्रेडेन्सियलले काम गरेन कि अब के हो थाहा छैन है, मसँग भएको क्रेडेन्सियलले काम गरेन। उताबाट मैले उताको टिममा पहिला एकचोटि कुरा गर्ने बेलामा, पहिला भनेको लगभग 2 वर्ष जस्तो अगाडिको कुरा हो, अहिले त मैले कुरा गरेको छैन है। पहिले नै गर्ने बेलामा चाहिँ उहाँहरूले चाहिँ स्यान्डबक्सको क्रेडेन्सियल टेस्टको क्रेडेन्सियल छैन भन्नुभएको थियो। अनि मैले के गरेँ भन्दाखेरि लाइभ क्रेडेन्सियल भनेको पैसा काट्नेवाला नै क्रेडेन्सियल युज गरेर चेक गरेर अनि त्यो बेलामा बनाएको थिएँ। यसमा चाहिँ के सजिलो छ भन्दाखेरि पैसामा पनि पठाउन मिल्छ है, भनेको पैसामा पनि टेस्ट गर्न मिल्छ। मैले यहाँ एउटा के गरेको छु भन्दाखेरि मैले चाहिँ एउटा के बनाइरहेको छु भन्दाखेरि यो कनेक्सन स्ट्रिङ मेरो लोकलको है, फेरि चलेन भन्ने होला। अनि एप सेटिङमा इन्भाइरोमेन्ट भेरिएबल त अब यसरी राखे पनि भयो, यसरी राखे पनि भयो, कसले के गर्छ मलाई थाहा छैन है। अब कसैलाई यो कोड यही कोड रन गरेर चेक गर्नु मन छ भने यहाँ चाहिँ एउटा प्याकेज के भन्छ यो डकर इमेज छ, यही डकर इमेज युज गर्दा पनि हुन्छ, अथवा कोड नै पुल गरेर गरे पनि भयो। डकर इमेजमा चाहिँ यसरी मात्रै गर्दा हुन्छ, यसले यो इमेज पुल गर्छ अनि त्यसपछि गर्दा हुन्छ है। यो सिम्पल कुरा नै भइहाल्यो, नत्र कोड पुल गरेर रन गर्दा पनि भयो। ल यसले नै सजेस्ट गरेँ, मैले यहीँ गरिदिएँ। कतिमा रन भइरहेछ? 5055मा रहेछ है। मैले चाहिँ लोकल होस्ट 5055मा गरेँ। मैले चाहिँ डिफल्टमा यहाँ 100 रुपियाँ राखेको छु, अब कसैले पनि राख्दिनँ होला 100 रुपियाँ होइन। 0.101 पनि मिल्छ कि ल है त, केही छैन है। अब यसले केही दिन्छ होला। मैले अस्ति पनि भनेको थिएँ मेरो इन्टरनेट फास्ट छ है, अलिक स्लो हुनसक्छ त्यो बेलामा चाहिँ। अब इन्टरनेट फास्ट छ भने कसरी स्लो हुन्छ भन्ने कुरा हुनसक्छ है। अब त्यो कुरा फेरि मलाई थाहा छैन, मलाई भन्न चाहिँ हाम्रो इन्टरनेट फास्ट छ भनेर मैले इन्टरनेट जोडेको थिएँ। अनि अब के हुन्छ भन्दाखेरि सबै स्ट्याटसहरू चाहिँ यहाँ यसरी नै मेन्टेन गर्न मिल्छ। अब यो कोड सबै मैले बुझाउन अलिकति ढिला हुन्छ, कुनै दिन यस्तो गफ हानौँला।
हैन। वेब सकेट अब कनेक्ट भयो भनेर पनि देखाउँछ। अनि त्यसपछि क्युआर स्क्यान क्युआर भयो भनेर पनि देखाउँछ। अब स्क्यान क्युआर भनेको छ हैन। तर मसँग त स्क्यान गर्न फोनै पो छैन यार। तनाव भयो नि त। केही छैन, मसँग स्क्यान गर्नलाई फोन छैन है। फेरि यसलाई फोन पेलाई चाहिँ ई सेवा खल्ती अथवा ब्याङ्कको एप्लिकेसन चाहिन्छ। ठिकै छ, म यो ई सेवा यो क्युआर म कसैलाई पठाउँछु अनि कसैले गरिदिइहाल्छ होला। गरिदिइहाल्यो भने म टेस्ट गरिहाल्छु है। म यही स्क्रिनमा हुन्छु तर ठिकै छ। गरिबको पनि जिन्दगी लास्ट गाह्रो छ। ठिकै छ, म यो कसैलाई पठाइहेर्छु है। त्यो बेलासम्म यस्तो प्राइभेट कुराहरू चाहिँ नहेर्दिउँ है। मसँग म वाट्सएपमा पठाउँछु है। कसैलाई पठाउँछु? एकछिन म यो स्क्रिनमै हुन्छु है। तर यो स्क्रिन बिचमा म काटिदिन्छु है मेरो पर्सनल कुराहरू चाहिँ। कसैले क्युआर स्क्यान गरेछ है। मेरो स्ट्याटस चेन्ज भयो, क्युआर स्क्यान भनेर आयो है। मैले धेरैजना मान्छेलाई पठाएको थिएँ, अब थाहा छैन। पैसा चाहिने हो सुशील रे हैन। मैले अर्को स्क्रिनमा हेरिरहेको छु है। कति पठाउने रे होइन, यो डाइनामिक क्युआर हो। अनि त्यही 10 रुपियाँ मात्रै, 10 पैसा मात्रै टेस्ट गरिरहेँ मैले। छन् है, छन् जिन्दगीमा 10 पैसा भयो नि। अब त्यहाँ यसमा चाहिँ के भन्छ भने मान्छेले इनपुट गर्न मिल्दैन है। जति स्क्यान छ मेरो मोबाइल भएको भए स्क्रिन रेकर्ड गरेर देखाइदिन्थेँ है। कसैले यो प्रोजेक्ट चेक गर्दा हुन्छ। कसैले मलाई फोन पेको यस ओहो स्क्रिनै गएछ। के देखाउँछ? ए माथि देखाउँछ है। स्क्यान सक्सेसफुल्ली, क्युआर स्क्यान सक्सेसफुल्ली, क्युआर भेरिफाइड। अब के हुन्छ भने अर्को फेरि हैन, कसैले क्युआर स्क्यान गरेछ अनि यसमा चाहिँ एकजनाले स्क्यान गरिसकेपछि अर्कोले स्क्यान गर्नु मिल्छ कि मिल्दैन त्यो चाहिँ अब एकचोटि मैले पनि ट्राई गर्नुपर्छ है। पेमेन्ट पनि सक्सेस भयो। कसले पेमेन्ट गर्यो भन्ने कुरा चाहिँ मैले डिबीमा स्टोर गरे। कसले पेमेन्ट गर्यो भन्ने कुरा चाहिँ मलाई ठ्याक्कै थाहा हुँदैन। तर कसले पेमेन्ट गर्यो यहाँ चाहिँ अब 2-3 जनाले पेमेन्ट क्युआर स्क्यान गरेछ कि जस्तो लाग्यो। किनभने मैले धेरैलाई नि पठाएको थिएँ र एकजनाले चाहिँ मलाई सक्सेस, एकजना भाइले चाहिँ मलाई सक्सेस मिल्यो भनेर आयो है। यति नै हो हुने। अब मलाई पेमेन्ट भेरिफाइड पनि भयो, आफै कम्प्लिट पनि भयो। अब मेरो डेटाबेसमा जान्छ। मैले अब केही गरिदिनु पर्ने छ। मलाई 0.01 पैसा पठाएको भाइले स्क्रिनसट पनि पठायो है। रिफरेन्स कोड 155776986 भनेर। ओके यति नै हो। यो प्रोजेक्ट रन गरेर हेऱ्यो भने अब यसको क्रेडेन्सियलहरू चाहिँ मैले प्रोभाइड गर्नु मिल्दैन। किनभने त्यही क्रेडेन्सियल युज गरेर लगइन गर्नु मिल्छ है, के गर्नु मिल्छ। फेरि यो मेरो आफ्नै क्रेडेन्सियल पनि होइन, किनभने मसँग कुनै पनि बिजनेस छैन। यसको लागि बिजनेस क्रेडेन्सियल चाहिन्छ। यो चाहिँ आफै भयो। मैले त्यति मात्रै देखाउनु खोजे हो। लामो पनि भयो होला। मैले बिचमा कति बेर रोक्नु पर्यो त्यो पनि काट्नुपर्छ होला है। ठिकै छ, मैले बनाउने चाहिँ आँट गरेँ। फोन थिएन भन्ने कुरै बिर्सिछु कि। त कसैले चेक गर्यो केही गर्यो भने चाहिँ फेरि अर्को पटक कुरा गरौँला। यति नै हो। बाई बाई।